guys, welcome back to my channel. म चाहिँ आज दिउँसो के भन्छ बजार गएको थिएँ किनकि मैले अस्तिदेखिको सोच्दै थिएँ कि म चाहिँ छ नि उयो फुलहरू हुन्छ नि फुलहरू यस्तो बरन्डामा यस्तो अलिकति फुलहरू रोपौँ भनेर हुन्छ नि त्यही भएर चाहिँ म बजार गएको थिएँ हैन फुल किन्नु आमासँग गएको थिएँ किनकि मलाई त के आइडिया त छैन फुलको हैन कस्तो कुन चाहिँ फुल राम्रो हुन्छ भनेर अन्त आमालाई लगिकन गएको थिएँ बजार अन्त मैले फुल कुन चाहिँ किने म त्यो पनि तपाईहरुलाई देखाउँछु हो अन्त फुल किने त्यहाँदेखिको फुल किन्दैखेरि चाहिँ फेरि यस्तो फर्किने बेलामा चाहिँ सट्टै आँखा हुन्छ नि स्पिकरमा पर्यो नि त त्यही भएर चाहिँ मैले स्पिकर पनि किनिरहेको छु यहाँ देख्नु भयो होला हैन अहिले देखाउँछु ल कुन चाहिँ खालके त्यो स्पिकर पनि किनेर आएँ हो अन्त के गरेँ मैले बजार त्यही हो अन्त मेन चाहिँ म यो भन्ने थिएँ कि म बजार जाँदाखेरि छ नि गाइस ज्यादा यस्तो भिडियोहरू बनाएर बोलेर गर्दिनँ किनकि मैले युट्युब च्यानल यो भ्लगिङहरू भर्खर स्टार्ट गरेको नि त हैन त्यही भएर चाहिँ मलाई यस्तो बजारतिर छ नि यस्तो भिडियोहरू गर्दै बोल्नु छ नि त्यस्तो मलाई अहिले आँट आएको छैन हो अब साँच्चीको भनेको मैले चाहिँ मलाई चाहिँ त्यस्तो आँट चाहिँ आएको छैन हैन त्यही भएर तर अब बिस्तारै गर्दै अब त्यो पनि आँट आउँछ होला हैन त्यतिखेर चाहिँ अन्त म बाहिर बजार जाँदाखेरि पनि मैले के गर्दैछु त्योहरू देखाउँछु नि तपाईँ सबलाई ल अहिले चाहिँ मैले अलि क्याप्चर गरेको छु हैन त्यो चाहिँ म तपाईहरुलाई देखाउँछु अन्त त्यो हो गाइस हेर्दै गर्नुस् ल अनि म देखाउँछु अब तपाईहरुलाई मैले के किनेको थिएँ हो हेर्दै गर्नुस् ल के गर्छ राम्रो मेरो चाहिँ यहाँ अगाडि बोकिरहेको छु कि त्यही भएर यो बोक्ने मान्छे पाइन त्यही भएर यहाँ बोकाइरहेको छु अब घर जाँदैछु गाइस बेबी त्यसको ल यहाँ हेर्नुहोस् ल गाइस मैले फुल चाहिँ नि यिनीहरू किनिरहेको छु अन्त म फेरि यो उयो गर्नु चाहिँ सक्दिनँ यो यसमा क्या त सिफ्ट गरेर के गर्नुपर्छ फर्स्ट चाहिँ पहिला म सिक्छु मेरो भोलि पाला आउनुहुन्छ हो पाला आइकन चाहिँ मलाई सिकाउँछ यो के गर्नुपर्ने रहेछ ला कस्तो टाइट बान्दैछ भगवान के हो ला यो काठले खोल्दैन यहाँ छ गाइस यहाँ हेर्नु ला म सबै खोलेर देखाउनु सक्दिनँ एउटा चाहिँ मैले यो किने हो मलाई अब फुलको के नलेज छैन तर मलाई यो कलर मन परेर हुन्छ नि कस्तो मन पर्यो नि त हो अन्त यो एउटा किने हो अन्त यो एउटा किने हो यो पनि मन पर्यो यो किने एउटा दुईटा भएन अन्त यो खालके किने हो अन्त कहाँ लुकिरहेको छ अन्त यो अनि यहाँ भित्र पनि छैन ल गाइस यहाँ पनि छ एउटा कि यो हो अन्त यो किने हो गाइस अनि भोलि चाहिँ आमाले हुन्छ नि यस्तो घन्टी फुल के भन्दैछ नि त्यो ल्याइदिनुहुन्छ अरे हो अनि यहाँ हेर्नु न गाइस मैले चाहिँ नि यो पट हुन्छ नि कस्तो व्हाइटमा छानेको थिएँ नि त अन्त छानेको थिएँ भन्दा पनि व्हाइटमा किन्छु भनेको थिएँ नि त व्हाइटमा चाहिँ यो साइजको छैन यो साइज मात्रै होइन यो साइजको भए पनि किन्ने थिएँ कि यो साइज पनि छैन रहेछ होइन अन्त आमाले यसो भन्दै थियो के भन्छ व्हाइट मात्रै किन्छ होइन कोही बेला त हामीले पनि भनेको किन्न भन्दै भन्यो नि त बिचरा हो त्यही भएर चाहिँ अब आमाको मन राखिदिनु लागि नि कलरफुल किनिदिइरहेको छु हो आमाले छानिदिनु भयो अन्त यो दुइटा चाहिँ अब मैले यहाँ व्हाइट पाइनँ हो यो ब्ल्याक दुइटा चाहिँ म लान्छु भनेर भने होइन आमालाई अन्त यो छ नि यो दुइटामा चाहिँ नि म गाइस अर्को एउटा चिज गर्नु आँटेको छु कि जे सोचेको छु नि मैले त्यसमा अलिकति टाइम लाग्छ कि त्यो मेरो सक्सेस भएछ भने चाहिँ नि म तपाईँहरूलाई देखाउँछु नि ल सक्सेस भएन रहेछ भने पनि म देखाउँछु हो यो किनेको थिएँ अन्त गाइस यो स्पिकर हुन्छ नि यो बोटको किने यो के रहेछ पार्टी पाल 220 के भन्ने रहेछ मजाको रहेछ यो क्या त यो किने हो अन्त गाइस त्यति नै हो बजार गएर म त्यति नै गरेँ हो त्यति नै किने
किनकि म बजारमा बस्दा बस्दा उयो हुन्छ नि फुल किन्दा किन्दा नै पानी पर्नु स्टार्ट भइसकेको थियो होइन त्यही भएर फेरि नानी पनि थियो नि त अगाडि त्यही भएर चाहिँ त्यति साह्रो अरू के घुम्नुहरू पाएन हो अब त्यही हो गाइस अन्त अब घर आएँ हो घरमा आएर चाहिँ नानी भ्याउँदैछु अन्त ठुलो छोरी चाहिँ ट्युसन गइरहेको छ अब आउँछ अन्त त्यति नै हो अब आएर खानासाना खायो अन्त सक्यो अब आजको दिन पनि सक्यो रात पनि पर्यो हो अन्त त्यति नै थियो गाइस म आजको भिडियो पनि यहीँ एन्ड गर्छु होइन अन्त मेरो फुलहरू राम्रो भएछ भने चाहिँ म तपाईँहरूलाई देखाउँछु नि ल गाइस अन्त त्यति नै हो गाइस अब म भिडियो यहीँ एन्ड गर्छु Thank you so much everyone for watching my video and see you in my next vlog. Bye bye guys.